मीन राशिका मानिसहरूको स्वभाव कस्तो हुन्छ गुरु? राधे राधे। मीन राशिका मानिसहरूको स्वभाव चाहिँ मिठो बोल्ने खालका हुन्छ, मिठो बोली वचन हुन्छ उनीहरूको। यिनीहरू मानिसहरूको सबै इष्टमित्र छर छिमेकी नर नाताको एकदम श्रेष्ठ हुन्छ। यो अब कुल देवता कुलमा पनि यिनीहरू नाम चलाउने खालका हुन्छन्। अनि कहिले पनि क्षुद्र वचन बोल्न जान्दैनन् मीन राशिका मानिसहरूले। मीन राशिका मान्छेहरू अत्यन्तै ज्ञानी भएको कारणले दाजुभाइमा श्रेष्ठ हुन्छन्, बन्धु बान्धवहरूमा का प्रिय हुन्छन्, सबैको के छ भने माया गर्ने खालका मान्छे हुन्छन् जसको मीन राशिमा जन्म भएको छ। मीन राशिका मानिसहरू ठुलालाई आदर गर्ने खालका हुन्छन् र सानोलाई चाहिँ के अरे माया गर्ने खालका पनि हुन्छन्। र मीन राशिमा जसको जन्म भएको छ उनीहरू धार्मिक हुन्छन्, धर्म कर्म गर्न सधैँभरि उत्तम तरिकाले लागिरहन्छन्। अनि मीन राशिका मानिसहरू नचाहिने कुराहरू कहिल्यै बोल्दैनन्, चाहिने कुरा बोल्छन्। र अरूले नचाहिने कुरा बोलो भने पनि के छ भने यिनीहरू प्रतिवाद गर्छन्, रिसाउँछन्, अलिक क्रोधी हुन्छन्। यस्तो कुरो गर्दा चाहिँ साह्रै राम्रो स्वभावका हुन्छन् यिनीहरू। अनि मीन राशिका मानिसहरू दयालु स्वभावका हुन्छन्, अर्काको मर्म बुझ्ने खालका हुन्छन्। मीन राशिका मान्छेहरू धेरै बोल्दैनन्, विचार गरेर सोचेर कति बोल्दा चाहिँ आफ्नो वेट राखेर बोल्ने गर्छन्। आफूले बोलेको शब्दहरूले अर्कालाई नबिजाओस् भन्ने खालका हुन्छन्। तर जसले मीन राशिका मान्छेलाई धेरै टचर गरो, धेरै कचकच गरो, नचाहिने कुरामा झुट्टा आरोप लाग्यो भने यी मीन राशिका मानिस जस्तो रिसा चाहिँ अरूको कोही हुनै सक्दैनन्। जय भैरनाथ, जय शम्भु।